ओके वेलकम ब्याक। यहाँ चाहिँ अब हामी बर्थडे गर्लको साथमा हामी बर्थडे मिल गर्न गइरहेको छौँ अनि यहाँ चाहिँ हामी मिस्टर बुल नुडल बारमा छौँ अनि त्यही भएर हामी चाहिँ यहाँ नुडल्स खाना लागिरहेका छौँ। अनि त इज ह्याभिङ चिकन नुडल समथिङ 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 मैले अर्डर गरेको थिएँ अनि त्यो मलाई थाहा छैन। आई एम अल्सो ह्याभिङ नुडल सुप विथ समथिङ 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 विच आई डोन्ट नो। अनि त्यहाँ थियो अनि त्यसपछि यहाँ चिल्ली ओइल छ अनि त्यसपछि यहाँ हाम्रो अल टाइम फेभरेट कोका कोला ओरिजिनल टेस्ट with some soy sauce and beautiful lady over here. फाइनल्ली यता पनि खाली उता पनि खाली ल फुडको रिभ्यू दिन्छु ल कस्तो लाग्यो। मिठो नै छ, रिजनेबल प्राइस, रिजनेबल अमाउन्ट, अगाए दुईजनै। चिकन एकदम मिठो छ बढी, यो सुप पनि मिठो छ तर यसमा चाहिँ यो चिल्ली ओइल र यो सस यो अमिलो रहेछ, यो एड गरेपछि एकदम मिठो हुँदो रहेछ। ओभरअल एकदम मिठो छ। मलाई चाहिँ त्यो खाएको याद आयो कि यसमा भन्दा पनि अब नेपालमा खाएको जापानिज रेस्टुरेन्टमा उदोम भनेर त्यसमा चाहिँ प्राउनहरू के अरूहरू पनि हुन्छ कि टन्नै, त्यो चाहिँ एकदम खतरा थियो कि त्यही याद आयो। यत्रो सुप बलमा दिन्थ्यो यत्रो त्यही तातो बसिरहने कि त्यसमा त्यो याद आयो। त्यो जतिको त होइन यो, त्यो जस्तो खानको लागि त यहाँ त महँगो छ होला त नि, मैले त यहाँ छैन। यहाँ जापानिजमा उदोम खोजेर पो खानु पऱ्यो। ल जेस आज नयाँ ट्राई गरेको एकदम मिठो लाग्यो मलाई पनि, टेस्ट है मिठो छ। त्यो त देखिरहनु हुन्छ यहाँ कतिको आयो सबै बाबा मैले फर्स्टमा ब्याग है। ओके थ्याङ्क यू हजुरलाई थ्याङ्क यू है। We rate this Mr. Bull Noodle Bar 5 star. Yeah, कतिमा? 5. ओके मिठो भयो ओभरअल। 5 नै त होइन? 4.5? 4.5. ए बाबा मलाई त्यो याद आयो, हामी पोखरामा खाएको थियौँ नि एकचोटि। हामी यहाँ आउनुभन्दा युके आउनुभन्दा अगाडि पोखरामा गएर एउटा रेस्टुरेन्टमा खाएको थियौँ नि, कस्तो मिठो थियो नुडल्सहरू क्या पुरै। ए त्यो दुईजना मात्र गएर नयाँ त्यो त लास्टै मिठो थियो। त्यो चाहिँ एकदम धेरै मिठो थियो, अति नै मिठो थियो। त्यसको कम्पेयरमा अलिकति कम छ यो, तर नट ब्याड, मिठो छ। ल अब यो पछिको कार्यक्रमको बारेमा थोरै जानकारी। यो पछिको कार्यक्रम भनेको हामी यहाँबाट अब हामी बस चढेर स्टार्टफोर्डतर्फ जाँदैछौँ। स्टार्टफोर्ड जानको लागि चाहिँ हामीलाई यहाँबाट 2टा लोकल बस चेन्ज गर्नुपर्छ। बिसप स्ट्रिट मेरो विचारमा त्यहाँबाट अर्को बस चढ्नुपर्छ, यहाँबाट एउटा बस चढ्नु पनि। यहाँ रेलवेज छ, रेल स्टेसनको ट्रेन स्टेसनको त्यहाँबाट चाहिँ हामी एउटा बस लिन्छौँ। त्यहाँबाट चाहिँ हामी अर्को बस चेन्ज गरेर स्ट्राटफोर्ड पुग्छौँ। त्यहाँबाट अलिकति हिँड्न पनि पर्छ, त्यही भएर हामी बिस्तारै निस्किनु पर्छ। अलरेडी 3:11 गइसकेको छ। इट विल टेक अराउन्ड 1 hour and 47 minutes टु ट्राभल अल टुगेदर विथ चेन्जिङ द बस, वकिङ डिस्टेन्स, एभ्रिथिङ। सो वी हेभ टु मुभ। सी यु देयर इन स्ट्राटफोर्ड। किप ट्युनिङ अन। अब चाहिँ हामी स्टारफोर्ड जान लागेका छौँ, त्यसको लागि गाडी आउने ठाउँमा चाहिँ हामी कुर्दैछौँ। बाबा गाडी कति बजी आउँछ? 28 बाबा एकचोटि यसो जानकारी दिनु त, यहाँबाट हामी कहाँ जान्छौँ? हामी बिसप गेट सिटी। कति मिनटको यात्रा गर्छौँ? आधा घन्टा है। त्यसपछि हामी कहाँ झर्छौँ? त्यसपछि बिसप गेटबाट हामी स्टार्टफोर्ड सेन्टरमा पुग्छौँ अनि त्यहाँबाट हामी फेरि गाडी चढ्छौँ हो? अनि त्यसपछि चाहिँ हामी अलिकति हिँड्छौँ। ओके ल म चाहिँ अगाडिको बिल्डिङहरू हेर्दैछु।
बा चाहिँ यहाँ लोकेसन म्याप हेर्दैछ टाइम हेर्दैछ ल हामी चाहिँ गाडी वेट गर्दैछौँ है गाइजहरू अहिलेलाई यति नै है त इन्फर्मेसन ओके हामी चाहिँ डबल ट्रेकर गाडीमा चढिसकेका छौँ र माथिपट्टि बसेर मजाले अघिल्लो सिटमा बसेर अगाडिबाट सरर भिडियो लिइरहेका छौँ मक्ख परेर यहाँ बसिरहेछ अब चाहिँ हामी यहाँबाट सरर क्राइस्टचर्च स्ट्रेट यसको इन्फर्मेसन चाहिँ सबै मेरो बुढालाई थाहा छ मलाई चाहिँ बुढाले जता जता भन्यो त्यति जाने काम हो मेरो चाहिँ है किनभने मेरो काम चाहिँ भिडियो खिच्ने कसरी हुन्छ कन्टेन्ट बनाउने त्यतातिर मात्रै ध्यान छ मेरो चाहिँ र वरिपरिको ठाउँहरू हेर्ने रमाउने बाइकहरू पनि धेरै देखेँ मैले त्यही यहाँ है लन्डनमा चाहिँ थुप्रै उसको बर्थडे त आज फुल स्पेसल भएको छ फुल डुल्याएको छ खाएछ डुल्याएको छ टिकटक बनाएको छ भिडियो खिचेको छ गाडीमाथि चढाएको छ ट्याङ्की ट्याङ ट्याङ्की ट्याङ यतिवटा स्टप छ कतिवटा स्ट्रिटमा आयो होइन सलमान स्ट्रिट भन्छ कतिवटा स्ट्रिट छ त्यसमा चाहिँ बेस्टर स्ट्रिट ल हाम्रो यात्रा चाहिँ जारी छ बाबा अघि आउने भनेको पुल त यहाँ पो रहेछु यही बाटो पो आउँदो रहेछ हामी चाहिँ लन्डन ब्रिजको नजिकै आइसकेका छौँ अहिले चाहिँ फेरि यहाँबाट हामी अर्को गाडी चढ्नुपर्ने हुन्छ हाम्रो डेस्टिनेसनमा पुग्नको लागि दाइ त्यहाँ आइसक्नु भएको छ अरे अब हामी छिटै फेरि यहाँबाट गाडी चढेर स्टार्टफोर्डतर्फ जाँदैछौँ बाबा अब हामी के गर्छौँ थोरै अपडेट दियो अब हामी 388 नम्बरको गाडी चढेर सिधै स्ट्राटफोर्ड सिटी जान्छौँ त्यहाँबाट हामी 10-12 मिनट हिँडेर अनि चर्च पुग्छौँ ओके यति नै अहिलेलाई त्यसो हामी गाडी कुर्दैछौँ है त्यो एउटा गाडीले हामीलाई बिचमै छोड्यो किनभने त्यहाँ यहाँको बाटो समथिङ के भन्छ त्यही भएको कारणले गर्दा जान नमिल्ने भयो नभए त दुईवटा गाडीमा त जानु पर्थ्यो है पुगिन्थ्यो छिटै तर हामी अलिकति हिँड्न पर्दैन थियो अलिकति पापा हेर्छु न त्यहाँ लाइटिङ कति राम्रो देखेको देखिँदैछ है देखेछ मजाले अब त बाबा बेलुका बेलुका हुन लाग्यो अब लाइटिङहरू कति राम्रो देखाउँछ है यतातिर पनि कस्तो राम्रो देखिसकेछ बिल्डिङहरू अब नाइटमा त झन् राम्रो देखिन्छ ओके बेलुकाको 5 बजिसकेको छ अनि हामी चाहिँ यहाँ स्ट्राटफोर्ड सिटी बस स्टेसन आइसकेका छौँ अनि हाम्रो सेन्ट जोन्स चर्च जानुपर्ने हो अनि सेन्ट जोन्स चर्च पुग्नको लागि चाहिँ अब हामीलाई 15 मिनट जति हिँड्न पर्छ अनि हामीले चाहिँ नजिकैको बसमा पनि पुग्न सक्थ्यौँ तर हामी चाहिँ एकछिन हिँड्ने भन्ने डिसिजन लिएरै गरेको सो दिस वान इज स्ट्राटफोर्ड बस स्टेसन है यहाँबाट चाहिँ राम्रो पुल छ यहाँ एउटा वेट आयो सो तल रोड छ मजाको पुल छ यहाँ यो ब्रिजमा चाहिँ मिस अनिता शाह ठकुरी पनि हिँडिरहनु भएको छ उहाँ चाहिँ मिसेस राजु श्रेष्ठ पनि हो यस्तो यस्तो पनि बोल्दै गर्नुभएको छ कि यो के रहेछ भन्दै आएको थिएँ ठ्याक्कै यहाँनिर चढेर जान पाएँ पुल जस्तो लाग्यो भनेको रहेछ राम्रो लाग्यो लन्डनको झिलिमिली तपाईँले देख्न सक्नुहुन्छ क्यामेरा पनि राम्रै आउँदो रहेछ के फिस जस्तो ए त्यो खै के हो बोटहरू जस्तो रहेछ यस्तै राम्रो राम्रो चिजहरू छ